एभ्रिवान, गुड मर्निङ, नमस्कार सबैजनालाई। अन्त यहाँ हुनुहुन्छ हाम्रो प्रेरणा मिस, उता हुनुहुन्छ हाम्रो पासाङ मिस। अन्त मैले चाहिँ उल्टा उल्टा भनेछु नि त, त्यही भएर चाहिँ उहाँहरू दुईजना चाहिँ साइन्सको टिचर हुनुहुन्छ। अनि म किन देखाउँदैछु भन्दा चाहिँ आज चाहिँ म किन भिडियो गर्दैछु भन्दा चाहिँ आज चाहिँ हाम्रो स्कुलमा साइन्स एक्जिबिसन छ नि त, इन्टर स्कुल। अनि त्यही भएर चाहिँ म सबैजनालाई देखाउँदैछु, हेर्दैछन् होला। अनि यहाँनिर चाहिँ हुनुहुन्छ हाम्रो मिसहरू। मिसहरूले चाहिँ नानीहरूलाई उभिदिनुहोस् भनेर चाहिँ भन्नुभएको छ। किन भन्नुभयो भन्दाखेरि चाहिँ हाम्रो गेस्टहरू आउने बेला हुँदैछ नि त, त्यही भएर चाहिँ। अन्त यहाँ नानीहरू पनि एकदम मोडल लिएर उभिरहेको छ, देखाइरहेको छ होइन। अन्त नानीहरू पनि हाँस्दैछ, खुसी हुँदैछ। उनीहरूले बनाएको मोडल हेरिदिन आउनुहुन्छ सबैजना, भिजिट गर्न आउनुहुन्छ सबैजना भनेर होइन। अनि यता मिसले पनि भिजिट गर्नुहुँदैछ। कति अरूले पनि भिजिट गरेर उता भिजिट गर्नुहुँदैछ। अन्त यहाँ नानीहरूले चाहिँ सबैजनाले आफ्नो आफ्नो मोडल लिएर अगाडि बसिरहेको छ। यताको नानीहरू चाहिँ सेकेन्डरी लेभलको हो। अनि यहाँ 12 नम्बर 13 नम्बर नानीहरू चाहिँ, अनि यता चाहिँ हाम्रो सर हुनुहुन्छ। Can this paper be used in construction house also? यहाँनिर चाहिँ हुनुहुन्छ हाम्रो फिडर स्कुलबाट आउनुभएको छ। नानीहरूले पनि मोडल लिएर आउनुभएको छ सबैजनाले। अनि यता हुनुहुन्छ हाम्रो स्कुलको हुनुहुन्छ। अन्त नानीहरूले पनि मजाले लिएर आएको छ। यता छ हाम्रो स्कुलबाटै सेकेन्डरी लेभलको नानीहरू, क्लास 9, 10 को नानीहरूले लिएर आएको छ। अन्त यहाँनिर चाहिँ राम्रो राम्रो युनिक मोडल लिएर आएको छ। अनि सबैजनाले हेर्नु होला। यहाँ पनि यो क्लास 11 को नानीहरू हो साइन्सको। अनि यता चाहिँ छ हाम्रो उज्जवल है, उसले पनि 2टा मोडल लिएर आएको छ। उसले अहिले भरे एक्सप्लेन गर्छ है, गेस्टहरूलाई जज गर्नुहुनेहरूलाई एक्सप्लेन गरेर देखाउँछ। अनि यता पनि उसकै साथीहरूले हो आफ्नो आफ्नो मोडल लिएर उभिएको छ। सबैजनाले हेरिदिनु होला अनि इन्जोय गर्नु होला। एकदम युनिक मोडल लिएर आएको छ। कतिको चाहिँ सिमिलर नै भएको छ, मतलब सेम नै भएको छ। कतिको चाहिँ एउटा युनिक छ है, उनीहरूको एक्सप्लेन गर्ने युनिक छ। अनि त्यसले गर्दाखेरि चाहिँ अब आफ्नो हुन्छ नि त होइन, बोल्ने पनि तरिका हुन्छ होइन, आफ्नो एक्सप्लेन गर्ने पनि तरिका हुन्छ होइन। त्यही भएर साइन्सको एक्जिबिसन लागेको छ हाम्रो याङाङ सिनियर सेकेन्डरी स्कुलमा। अनि सबैजना आउनुभएको छ, हाम्रो फिडर स्कुलहरू सबैजनाले जोइन गर्नुभएको छ अनि लिएर आउनुभएको छ। उहाँहरूले चाहिँ आएर भिजिट गर्नुहुन्छ। अनि हाम्रो गेस्ट पनि आउने यहाँ तयारी हुँदैछ। हाम्रो गेस्टहरूको लागि यहाँ मिसहरू एकदम रेडी भएर बसिरहनु भएको छ। अन्त सबैजनाले वेलकम गर्नको लागि सबैजना नानीहरू चाहिँ एकदम तयारी भएर बसिरहेको छ, एकदम राम्रो भएर। उनीहरूले आफ्नो मोडल लिएर आइरहेको छ, सबैजना बसिरहेको छ। हाम्रो गेस्ट आइपुग्नु भएको छैन। अनि मैले चाहिँ अलिअलि भिडियो गरिसकिहालेँ, गेस्ट आइपुग्नु भएको छैन हाम्रो। अन्त यता यहाँ हाम्रो मिसहरू हुनुहुन्छ, यता हाम्रो नानीहरू छ। यहाँ चाहिँ हाम्रो 5, 6, 7, 8 को नानीहरू, यता चाहिँ 5, 6, 7, 8 को नानीहरू छ। यहाँ चाहिँ उहाँहरूले पनि मोडल बनाएर लिएर आउनुभएको। सबैजनाले मोटिभेट हुन्छ नि त नानीहरूलाई यो गऱ्यो भने हामीले होइन। यहाँ चाहिँ साइन्सको स्टुडेन्टहरू, यो अगाडि बस्ने चाहिँ यहाँ पछाडिकोहरू चाहिँ अरू क्लासको स्टुडेन्ट हो। यहाँ चाहिँ साइन्सको स्टुडेन्टले कति दामी मोडल बनाइरहेको छ, कति राम्रो मोडल है। हामीले यो हेरेर चाहिँ हामीले अरूतिर पनि सिक्नुपर्ने जरुरी छ। अनि सबै स्कुलमा पनि हुँदै होला है, हाम्रो स्कुलमा पनि भइरहेको छ। अनि हाम्रो चाहिँ आज भएको यो एक्जिबिसन गेस्टहरू
हाम्रो गेस्टहरू आउनुभयो अन्त आफ्नो आफ्नो जग्गामा बसिसक्नु भएको छ। अन्त हेर्दै जानुहोला अब यहाँदेखि पछाडि चाहिँ हाम्रो जज मतलब गेस्टहरूले चाहिँ मोडलहरूलाई हेर्नुहुनेछ होइन, कसको राम्रो भयो भएन भनेर हेर्नुहुनेछ। अनि तपाईँहरूले पनि हेर्नुहोला अन्त इन्जोय गर्नुहोला। अनि सबै मोडलहरूको त देखाउन सकिनँ, अगाडि नै मैले भिडियोहरू गरिसकेको छु प्राय त। अन्त पछाडि चाहिँ अब सरहरूको पालो हो हेर्नुहुने, उहाँ सरहरूले हेर्नुहुनेछ। अनि हेरेर कसको राम्रो हुनेछ अन्त तपाईँहरूलाई देखाइहाल्नेछौँ हामी। यहाँदेखि बादमा चाहिँ हामीले त्यो दिइसकेर अन्त हामी त्यसको रिजल्ट है फलाफल पनि हामीले तपाईँहरूको सामु लिएर आउनेछौँ। हाम्रो अन्तिमको भिडियोमा हुनेछ, हाम्रो सरले चाहिँ स्पिच गर्नु थाल्नुभएको छ। SPWD Roads and Bridge, Young and Sub-Division. Respected Chairperson of SMG, Mr. Deepak Bhattarai, who is one of the judges today. Respected Mr. Bhavani Shankar Dahal, Headmaster, Manjing Secondary School. Teachers, science faculties and other teachers from our school, and the most important, the young and brilliant scientists of the future, dear students. Here to participate with the beautiful models and the ideas to be presented today. So, science exhibition. Science is not a mere subject to be taught in the classroom. You tiमीहरु सबैलाई थाहा छ। Science भनेको it is a subject of curiosity. It is a subject of innovation. What is this? Volcano. Which is volcano चाहिँ कसरी जाँदो रहेछ त्यो त एक्सप्लेन गर्दै सुन्नु। Let's see. मलाई निकाल्नुहोस् न तपाईँकोमा विकास भाइ
हो नि त जसले चाहिँ अक्सिजनेटेड छ त्यहाँनिर त्यसले चाहिँ भल्न चाहिँ यहाँ लेफ्ट भेन्ट्रिकल अथवा लेफ्ट अरिकल चाहिँ लेफ्ट अरिकलले लेफ्ट एट्रियम अथवा लेफ्ट अरिकलमा ल्याउँछ त्यहाँदेखि त्यसले चाहिँ पुस गरेर फेरि लेफ्ट भेन्ट्रिकलमा पुऱ्याएको छ यहाँनिर लेफ्ट भेन्ट्रिकल चाहिँ यहाँ देख्न सक्नुहुन्छ त्यहाँदेखि लेफ्ट भेन्ट्रिकलले चाहिँ फेरि यो आवर्टाको हेल्थ चाहिँ डिफ्रेन्ट पार्ट अफ द बडीमा यस्तो other components are also used in this making of metal, and I would like to pass this on to my friend Nitika. I'm going to show her how much this exhibit and concept is used in presenting on the way and using it and एउटा किचन प्रोजेक्ट निकालेको छ सर त्यसमा चाहिँ सर अब हामीले अब कुकिङ गर्दाखेरि सर अब हामीले केही काम गरेको हुन्छ कहीँ गएको हुन्छ त्यहाँ ओभर हुन्छ सर अनि ओभर भन्दा चाहिँ कसरी बाहिर गर्दाखेरि सर त्यसमा चाहिँ सर त्यो सेन्सरले सेन्स गर्छ सर त्यो चाहिँ सेन्सरले त्यसरी सेन्स गर्दाखेरि सर एउटा कमान्ड दिन्छ त्यहाँदेखि चाहिँ रिलिफ हुन्छ अनि खिड्कीमा एङ्गेजमेन्ट चल्छ अनि सर एङ्गेजमेन्ट चाहिँ बाहिर जान्छ अनि सर बजारले चाहिँ पिपिक साउन्ड गर्छ त्यसले चाहिँ हामीले मरेको हुन्छ वर्किङ होइन वर्किङ अब सर यो चाहिँ हाम्रो सेन्सर सर सेन्सरले सर अब सेन्स गर्छ सर अनि यहाँ खिड्की खोलिन्छ सर अन्त जब पानी पछि लुगाहरू भिज्छ नि होइन तर यो सेन्सरले चाहिँ हामीलाई त्यो प्रिभेन्ट गर्नुभएको छ किनभने चाहिँ यहाँ पानीको इन्भर्सहरू यहाँ पर्छ नि जब चाहिँ यो वायर कनेक्सन गर्दा चाहिँ यहाँनिर चाहिँ मोटर भएको छैन त्यो मोटरले चाहिँ सेन्सरले मोटरलाई सिग्नल दिन्छ अन्त त्यो मोटरले चाहिँ यो रडलाई लुगा सुकाएको रडलाई ओके 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 attractive and it was very presentable and you all were very the moment we have all been waiting for and now it is time to honor the best among the best. for the photograph. It is a score. It is scores 200 points. Let us give a huge round of applause to all our winners and also to every participant here today because every model this too. Thank you, sir, for your presence and support. Next to Sir Mukesh Jairu with sincere gratitude. And thank you. Remarks and extending the vote of thanks on this memorable occasion. First and foremost, on behalf of our school and the entire fraternity of the institution, I extend my most sincere thanks to the Almighty for making today's event a resounding success.
Thank you for watching.